आज म कुरा गर्दैछु मदन पुरस्कार जितेका मध्ये यी 5 कृतिहरू जुन चाहिँ हामी सबैले एकचोटि पढ्ने पर्छ। यी 5 कृति मध्ये सबै किताब चाहिँ धेरैले पढ्नु भएको छैन होला, त्यसैले भिडियोलाई सेभ गरिहाल्नुहोस्। पछि कुन कुन किताब थियो भनेर बिर्सिन सकिन्छ। साथै तपाईहरुले कुन कुन पढिसक्नु भएको थियो तल कमेन्ट गर्नुहोस्। पहिलो रहेको छ नारायण वाग्लेले लेख्नु भएको उपन्यास पल्पसा क्याफे। पल्पसा क्याफे नेपालको जनयुद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास हो। यस उपन्यासले एउटा रोमान्टिक कथासँगै त्यस समयमा नेपालमा भइरहेको आतंक र द्वन्द्वका पीडालाई पनि प्रस्तुत गरेको छ। दोस्रो रहेको छ छुदेन काविमोले लेख्नु भएको उपन्यास उर्माल। यो उपन्यास पूर्वी नेपालमा चिया बगानमा काम गर्ने मजदुरहरूको कथा हो। उनीहरूको सङ्घर्ष, उनीहरूलाई गरिएको शोषण र उनीहरूको जीवन चक्र चाहिँ यस उपन्यासमा प्रस्तुत गरिएको छ। तेस्रो रहेको छ मुकाम रडा मैदान, जसलाई लेख्नु भएको छ मोहन मैनालीले। यो चाहिँ एउटा गैर आख्यान हो जसले चाहिँ नेपाल अंग्रेज युद्ध बारे धेरै कुराहरू प्रश्न पार्न खोजेको छ। यो एउटा नेपाल अंग्रेज युद्धको दस्तावेज हो जसले चाहिँ हामीलाई ती ऐतिहासिक कुरा बारे धेरै ज्ञान दिनेछ। अर्को रहेको छ नीलम कार्की निहारिकाले लेख्नु भएको योगमाया। यस उपन्यासमा योगमाया मार्फत लैंगिक विभेद, जातीय असमानता, बाल विवाह जस्ता सामाजिक समस्यालाई चाहिँ प्रस्तुत गरिएको छ। साथै नारी विद्रोह र इतिहासलाई पनि यस उपन्यासमा निकै रोचक ढंगले समेटिएको छ। र अन्तिम पुस्तक भन्नु अगाडि अझसम्म पनि तपाईहरुले बुक रिभ्यू नेपाललाई फलो गर्नु भएको छैन भने गरिहाल्नुहोस्। अन्तिम पुस्तक रहेको छ राजन मुकारुङले लेख्नु भएको दमिनी वीर। दमिनी वीरले जीवन यात्रा, प्रेम, संघर्ष, जातीय विभेद र सामाजिक अन्यायको चित्रण गरेको छ। यस उपन्यास मार्फत हामीले पहिचानको खोजी र सामाजिक परिवर्तनको सन्देश पाउन सक्छौं। तपाईहरुले यी 5 कृति मध्ये कुन कुन पढिसक्नु भएको थियो तल कमेन्ट गर्नुहोस्। र तपाईहरुलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र यस्तै किताबहरुका कुराका लागि बुक रिभ्यू नेपाललाई फलो गर्नुहोस्।